खोसेमा कति वर्ष पढाउनु भयो हजुर? 44 40 वर्ष। 40 वर्ष 10 महिना वा 44। त्यहाँ कति दरबार हाई स्कुलमा कति क्लाससम्म पढ्नु भयो हजुर? एसएलसी। एसएलसी त्यहीँबाट दिनुभएको? एसएलसी त्यहाँ गरे। कति सालको एसएलसी हजुरको? म एसएलसी गरेको त्यस्तै 26 दिन होला। सरसँग धेरै खुसी लाग्यो, म धेरै बसी भेट भयो। त्यही भयो हजुर। फेरि अब कति वर्ष पढ्नु भयो हजुर? म 88 भयो। 88? ओहो 88 वर्ष भयो है। पहिला त चस्मा नि लाउनु हुन्न थियो। थिएन, पछि चस्मा लागेको यो आँखा अपरेसन गरियो। हजुर। आँखा अपरेसन गरिसकेपछि हजुर अब चस्मा लाउनु पर्यो होइन। हजुर। 2-3 वर्ष त्यो आँखा अपरेसन गरेको। त्यसकारण 88 वर्ष पुग्नु भयो सर? 88। हजुरले चाहिँ कहाँ पढ्नु भएको पहिला? मैले हजुर काठमाडौँ पढ्नु भयो कि जिरी पढ्नु भयो? काठमाडौँमा। काठमाडौँ कुन स्कुल पढ्नु भयो? काठमाडौँमा त्यही दरबार स्कुलमा पढ्नु भयो। दरबार हाई स्कुलमा? कति सालमा पढ्नु भएको त्यहाँ? दरबार हाई स्कुलमा म चाहिँ 22-23 सालतिर। 22-23 सालमा दरबार हाई स्कुल। त्यतिखेर त नि राणाको त्यो राणा भनिदिनुहोस् न। उनीहरूको त्यो हो अब दुई थरीको विद्यार्थी हुन्छ, एउटा राणाहरूको हुन्थ्यो होइन, एउटा हामी पौडी सर्वसाधारण पढ्नु पाउने। तर स्कुल चाहिँ पढ्नु पाउने। हजुर। अनि त्यो चाहिँ त्यही पढ्ने। हजुर। त्यहाँ कति दरबार हाई स्कुलमा कति क्लाससम्म पढ्नु भयो हजुर? एसएलसी। एसएलसी त्यहीँबाट दिनुभएको? एसएलसी त्यहाँ गरे। कति सालको एसएलसी हजुरको? म एसएलसी गरेको त्यस्तै 25-26 दिन होला। 26 सालमा एसएलसी दिनुभयो। त्यसपछि कलेज कहाँ पढ्नु भयो? त्रिचन्द्र कलेजमा पनि काठमाडौँमै चाहिँ कलेजमा चाहिँ मैले कलेजमा चाहिँ उमा पढेँ कि प्राइभेटमा चाहिँ दिएँ कि। प्राइभेट कलेज दिनु? प्राइभेट पढ्दै थिएँ। प्राइभेट भन्नाले कुन कलेज हुन्छ सर? प्राइभेट भनेको यस्तो, प्राइभेटमा आफू पढ्यो भने चाहिँ त्यहाँ युनिभर्सिटीमा सनबाट राखेर फेरि ऊ गर्ने कि जान्थेन कि। आजकल पनि पाइन्छ त्यो, जान्थेन। त्यस कारण चाहिँ त्यो पनि काठमाडौँमा दिएँ। अनि त्यति बेला पनि आइए भन्ने है, आइए पास गर्यो। आइए पास चाहिँ बिएमा चाहिँ पास भएन त्यो। हजुर। ए बिएमा फेल हुनुभयो? बिएमा त्यो त मास्टर भइसक्यो। मास्टर भएपछि अब एसएलसी दिएर आइए गरेर बिएमा फेल हुनुभयो। अनि यता ठोसी आउनुभयो? ठोसीमा आएँ। ए ठोसी आला र यता अनि यहाँ स्कुलमा पढाएँ। पढाइसकेपछि अनि 44 वर्ष जति काम गरेँ स्कुलमा। यो स्कुल चाहिँ कति सालमा स्थापना भयो? 9 सालको। 2009 सालमा। 2009 साल। त्यतिखेर विद्यार्थीहरू कति थिए सर? सुरुको दिन त्यो उद्घाटन गरेको भोलि पनि 16 जना थियो। 16 जना विद्यार्थी 1 क्लासमा। 1 क्लास भने जब 1 त्यसपछि यस्तो हुन्छ कि त्यति बेला चाहिँ प्राइमेरी स्कुल भनेपछि हजुर त्यो 1देखि पढ्नुपर्छ भन्ने थिएन। हजुर। विद्यार्थी भए पनि 5 सम्म पनि पढ्न पाउने। हजुर। त्यति अहिले चाहिँ नहुने है त्यति बेला चाहिँ। त्यति बेला चाहिँ त्यो 1 र 2 गरेर कि 16 जना, पहिला सुरुमा 16 जना थियो। 16 जना थियो। अहिले अब त्यही विद्यार्थी अहिले यही स्कुलमा 600-700 छ होइन। 600-700 विद्यार्थी। अब सुरुमा त्यति बेलाको स्कुलमा टिचरहरू कतिजना थियो सर त्यति बेला? हजुर। त्यति बेला कोटी त 2 जना। 2 जना। हजुर 1 जना हुनुहुन्थ्यो? एकजना चाहिँ को हुनुहुन्थ्यो? एकजना हाम्रै दाइ भागवत भन्ने हुनुहुन्थ्यो। अनि त्यसपछि अलि पछि 1 वर्ष जति पछि अनि चाहिँ एउटा हाम्रो यो के अरे त्यो हाम्रो माथि छ नि के गाउँ दोर्जेतिर होइन जिगीभन्दा माथि एउटा तामाङ गाउँ छ नि खोलाखर्क दार्जिलिङमा परेको रहेछ कि एउटा तामाङ 1.5 वर्ष जति पछि। ए त्यो तामाङ 1.5 वर्ष जति दार्जिलिङ पढेर आएछ? पढेर आएपछि यहाँ पनि ऊ मास्टर भयो। अलिक 1.5 वर्ष मात्रै भयो, त्यो पनि ऊ भइहाल्यो। भनेपछि हजुरले ठोसेमा पढाउनु कति सालमा सुरु गर्नुभएको छ? सुरुदेखि नै होइन, मैले 16 सालदेखि सुरु गरेको। अनि 16 सालमा चाहिँ मास्टर भयो होइन। अनि चाहिँ 22 सालमा अनि फेरि काठमाडौँ गएँ म। हजुर। पढ्नलाई जानुभयो कि? पढ्नलाई जानुभयो कि? पढ्नलाई गएँ। यहाँ दरबार स्कुलमा उ गरेँ। त्यसपछि बिस्तारै गएर अनि यहाँ मास्टर भयो। त्यो यसरी भयो, मास्टर हुनै गऱ्यो, पढ्दै गरेर होइन। अनि आइए चाहिँ मैले अघि नै भने नि प्राइभेट दिएको कि। प्राइभेट भनेको कस्तो हुन्छ भने आफू पढ्ने अनि इक्जाम दिने। त्यो आजकल पनि छ त्यो प्राइभेटको।
अनि ठोसेमा कति वर्ष पढाउनु भयो हजुर? 44 वर्ष। 40 वर्ष 10 महिना पढाएँ। 44 भनौँ। मलाई नि याद छ, म सानै हुँदादेखि नै सानै होला है। तपाईँ त यहाँ पढ्नु भयो? यहीँ पढेको नि सर। हजुरले सोसियल पढाउनु भएको याद छ? कसले? सोसियल पढाउनु भएको याद छ? 7 क्लासमा म प्रायः सोसियल पढाउँछु, सोसियल अर्थशास्त्र पढाउँछु अनि चाहिँ अनि हजुरलाई बिदाई हुँदाखेरि नि म सानो थिएँ। हजुरको बिदाई हुँदाखेरि स्कुलदेखिको घरसम्म यत्तिकै लाइन लाएर होइन, अनि फुलमाला लगेर हामीले बाटोमा बसेर हजुरलाई बिदाई गरेको। 60 सालमा म सानै थिएँ अनि फुलमाला लगाएर हजुरलाई। त्यति बेला कति क्लास थियो है? म याद भएन सर, त्यति सानै थिएँ म जोस्। अनि हजुरलाई त बिदाई गर्दा त सानै थिएँ अनि जोस् स्कुलदेखि नै घरसम्म हजुरलाई घरसम्मै पुऱ्याएको याद छ। म अलि अघि नै खाएँ सर। हजुर लिनुहोस्, हजुरलाई भेटेर एकदम खुसी लागेर गफ गरौँ भनेर। मैले अघि नै भने तपाईँहरू जस्तो भेटेको धेरै केटाहरू आएपछि तपाईँहरू जस्तो आएपछि भेट्नु छ कि मलाई भेट्छ कि हजुर भेटेपछि यस्तै अब सबै नभए पनि कम 50-60% जति विद्यार्थी चाहिँ मसँग भेट्छ कि हजुर। अब हजुरले त अब हजारौँ विद्यार्थीलाई कहाँ पुर्याउनु भयो अनि तपाईँलाई थाहा भएको एकदमै जस यो ठुलो मान्छे होइन, डक्टर इन्जिनियर पाइलट हरेक बन्ने होला। तपाईँलाई एकदम ठुलो पढाएको मध्ये विद्यार्थी ठुलो मान्छे यो भयो भनेर कुनै याद छ? कोही विद्यार्थी छ किन को छ सर? मन्त्री भयो। मन्त्री भएको को? मन्त्री चाहिँ अब बाम्तीको आङसिरिङ भन्ने चाहिँ। आङसिरिङलाई हजुरले पढाउनु भएको? उसले पनि पढाएको। अनि अब यहीँ ठोसेमा पढेको? ठोसेमा पढेको। अनि अरू माननीय त हाम्रो कमलजी भइहाल्यो है। कमल सुनार पनि हजुरले? कमललाई पनि मैले पढाएको हजुर। अनि अरू सर? अनि माननीय फेरि यो आङटावा छ नि, आङटावा शेर्पा, उसलाई पनि उसले पनि मैले पढाएको हो है। अब राजनीतिकमा त्यो भयो यिनीहरू भयो। हजुर। अब जागिर खानुमा त अब सिडिओ हाम्रो बाबुराम भन्ने भयो। सिडिओ बाबुराम कहाँको? त्यो ठोसेकै हो। ठोसेकै। हजुर। अब अब जिसिओ चाहिँ हाम्रै भाइ पर्समा चाहिँ भ्रमण भयो है। त्यस्तो इन्जिनियर ओभरसियर थुप्रो छ कि। ओभरसियर फेरि तपाईँहरूले देख्नुभयो भने ओभरसियर चाहिँ यो चन्द्र भनेको छोरा यहीँको ओभरसियर इन्जिनियर भयो। अहिले यसो चाहिँ पुरै मास्टर पनि यस्तै छ कि अब पढाएको मान्छेहरू अब केटाहरू धेरै जस्तो चाहिँ त्यति बेलाको पढाएको केटाहरू राम्रोसँग काम गरिरहेको छ कि। अब त्यति बेला जागिर छिटो पाउने, आजकल जागिर पाउन गाह्रो होइन। त्यति बेला जागिर अलिक छिटो पाउँछ कि। त्यति बेला चाहिँ अलिअलि पढेपछि साथै 8 क्लासको मास्टर हुन्थ्यो। 8 क्लासपछि मास्टर भइहाल्ने प्राइमेरी स्कुलमा। 8 क्लासमा मास्टर हुने। अनि सर अहिले त अब धेरै अब प्रगतिहरू भएको छ, विकासहरू भएको छ गाउँमा। अनि जस पहिला त धेरै कति लाप्कानेदेखिको रत्नानीदेखिको हिँडेर आउँथ्यो नि त विद्यार्थीहरू। अब अहिले त सुविधाहरू धेरै छ होइन। हिँडेर जाँदैन यहाँ त अब पहिले त कहाँ यो मावि पहिले त अब रस्तामा पनि थिएन, के बेताली पनि थिएन होइन, बाम्तीमा पनि थिएन, यहीँ थिए नि त। अनि यहीँ पढ्न आउँथ्यो कि यहीँ दिएर सिलाइयो पढ्यो। अनि पहिलाको त्यो जमानाको शिक्षा र अहिलेको यो जुन अहिले स्कुलमा नि हजुरले देखिरहनु भएको छ कस्तो महसुस हुन्छ? कतिको फरक लाग्छ? अहिले आकाशमा फरक भइसक्यो नि। त्यति बेला के थियो भनेदेखि त्यति बेला विद्यार्थीहरू चाहिँ अब त्यो सामान्यतया पार्टी भयो, नेपाली कागज भयो होइन, यसमा पढाउँथ्यो। पार्टीमा तपाईँको खरी चकले खरीले पढ्थेको हाम्रोतिर पाएको खरीले बनायो होइन। हजुरले सुरुमा पढाउँदाखेरि त कपी कलम केही थिएन? केमा पढाउनु भयो हजुरले? त्यसले उमा पार्टीमा, कालो पार्टीमा पढाउने। हजुर। अनि अलिक पछि त्यो केटा 1-2 क्लास भइसकेपछि चाहिँ त्यति बेला चाहिँ मसी बनाउँथ्यो कि। मसी सिसीमा, सानो सिसीमा त्यो हाम्रो धुवाको त्यो राखेर त्यो राखेर बनाउँथ्यो। अनि त्यो निगालोको चाहिँ कलम, निगालोको कलम बनाउँथ्यो। अनि निगालो चाहिँ 2-3 थरीको हुन्छ। अनि चाहिँ तपाईँहरूकै अब न त बाजे बजीहरूले होला है। अनि चाहिँ त्यो लेखमा एउटा निगालो 2-3 मेसर भन्ने बनाउँछ नि, मेसर भन्ने कुन चाहिँ निगालो हो त्यो डह्रो हुन्थ्यो, त्यसको कलम बनायो। अनि छोपेर त्यो नेपाली कागजमा लेख्थ्यो।
नेवार कालमा यस्तो केही थिएन भुइँमा बस्यो यहाँनिर बस्यो यहाँनिर राख्यो लेख्यो होइन अनि घर पनि छैन त्यतिखेर चौरमा होला चौरमा टेबल त यो टेबल भनेको त यही भयो हाम्रो काम ठिक र होइन ठिक र अनि त्यसपछि के भन्छ हजुरहरूले टिचिङ गर्दा चाहिँ सुरुमा अनि पैसा कति पाउनुहुन्थ्यो सरकारले दिन्थ्यो कि यहाँको केही गाउँपालिकाहरू जस्तो केही थियो तपाईँहरू त्यसो भन्दाखेरि तपाईँ पत्याउनु नहोला म महिनाको 30 रुपियाँ 30 रुपियाँ 30 रुपियाँ खाएको मैले कति सालको कुरा छ यो याद छ हजुर यो 17-18 सालतिर कुरा 17-18 सालमा 30 रुपियाँमा पढाउनु भयो त्यो चाहिँ त्यो पैसा सरकारले दिन्थ्यो कि के थियो त्यो सरकारले चाहिँ एउटा स्कुलमा 300 रुपियाँ दिन्थ्यो हजुर होइन स्कुलमा 300 रुपियाँमा बाँड्नु पर्ने टिचर सरकारले 300 रुपियाँ दिन्थ्यो अनि स्कुलमा चाहिँ एक क्लासको 1 सुक्खा दिन्थ्यो 2 क्लासको 1 मोहर 3 क्लासको 3 सुक्खा 4 क्लासको 1 रुपियाँ लिएर पढाउँथ्यो कि त्यो फिस भनौँ न हजुर हजुर अब त्यसरी पढाएको थियो त्यति बेला कुरा गरे अब साथी अहिले त अब कुरा गरे ऊ भएछ कि त्यति बेला विद्यार्थी पनि अब विद्यार्थीले सबै हाम्रो बाउले बनाएको खोस्टाको चकती छ अहिले पनि छ पिरा लिएर आउँथ्यो के विद्यार्थीहरू अब मास्टरले त केही पनि नपाउने मास्टर चाहिँ एउटा फलेको यसो बस्यो चौरमा पढायो अनि त्यसरी अनि त्यस पहिला त यो घरको दिदीबहिनी आमा दिदीबहिनी होइन अब छोरी मान्छेलाई जस पढाउँदैन छोरी मान्छे त्यति पढाउँदैन छोरी मान्छेले पढाएको त झन् 20-21 सालदेखि मैले पढाएँ कि त्यो पनि त्यो छोरी मान्छेले पढाउने बेलामा अब बुढाबुढी आमा बाबुहरू कहाँ छोरीले पढाउने नपढाउने के छोरीले नपाउने अनि अलिक तल्लो जात कामी दमाई सार्कीले नपढाउने पढाउनु नहुने थियो अनि त्यो बिस्तारै अनि 17, 18, 19 साल 20 साल 21 सालदेखि अनि पढाएर पहिले त यस्तो नि पहिले त अब पाठशाला भन्ने थियो होइन स्कुल र काठमाडौँमा जनकपुरमा 4-5 स्कुल थियो एउटा राज्यमा अनि खासै गाउँ घरमा स्कुल चलेको चाहिँ 9 सालदेखि चाहिँ 8-9 सालदेखि चाहिँ अनि ठाउँ ठाउँमा एउटा थियो यो रामेछापको हाम्रो यो सुरुको स्कुल भन्छ नि सर ठोसे हो रामेछापको सुरुको नै स्कुल यो ठोसे कि ठोसे 2009 सालमा सबभन्दा नम्बर 1 हो नम्बर 2 सामुटार नम्बर 3 रामेछाप अहिले त गाउँ गाउँमै भइहाल्यो ल एकदमै खुसी लाग्यो हजुरसँग धेरै खुसी लाग्यो सर एकदमै हजुर जस्तो अब 88 वर्ष पुग्नु भयो अहिले लगभग 45-46 वर्ष त ठोसे स्कुलमा नै सेवा दिनुभयो 44 वर्ष भनौँ न 40 वर्ष 9 महिना चाहिँ हजुर 2000 तपाईँको 60 सालमा हजुर त्यहाँ रिटायर हुनुभयो स्कुलबाट म त्यतिखेर 7 क्लासमा रहेछु होला मैले 1 वर्ष चाहिँ घुमदेलमा मास्टर भयो घुमदेलमा नि जानुभयो घुमदेलमा मास्टर भएको यहाँ हुनुभन्दा पनि त्यति बेला चाहिँ 8 क्लासमा मास्टर के गाउँघरमा पढ्न नपाउने 8 क्लास पढ्यो मास्टर घुमदिनमा पढाउने कि म 8 क्लासमा पढाएको थिएँ कि अनि हजुरलाई सानो बेला चाहिँ हाम्रो अर्को अङ्कल हुनुहुन्छ उहाँ चाहिँ डक्टर पढ्नुभयो अनि हजुरलाई चाहिँ डक्टर पढाउनु भएन बाआमाले बाआमा त्यति बेला पढाएको त्यति बेला कुरा बाआमाले पढाउने कहाँबाट पढाउने भए पो पढाउने त्यति बेला होइन त्यति बेला त अब उयो हाम्रो केटाहरू उहाँ जस्तै पट्याउँदैन त्यति बेला त चामल कहाँ पाउनु चिउरा कहाँ पाउनु होइन यहीँतिर फलेको कोदो मकै पिन्यो च्याक्ला खायो अब चिरो खायो होइन त्यसरी पढेको हुना बाबा त्यति बेलाको आर्थिक स्थिति कमजोरी धेरैजनाले पढाउन नसक्ने कि भाइ त डक्टर पढ्नु भएको छ नि त डाक्टर उहाँ तपाईँ चाहिँ पढ भनेर कर गर्नु भएन डक्टर पढ्नु भएन मैले पढाएँ फेरि उसलाई नि अनि म अलिकति मास्टर भइसकेपछि मैले मेरो उमा भयो नि त अब चाहिँ सानोलाई चाहिँ पढाउनु पर्छ भन्ने कुरा भयो नि त कतिजना दाजुभाइ हजुर 3 भाइ अनि अर्को एकजना को हुनुहुन्छ अर्को एकजना चाहिँ को हुनुहुन्छ हजुर जेठा हो म जेठो हजुर अनि अहिले डाक्टर कान्छ भयो होइन यो माइला चाहिँ तपाईँले यो महेश भनेपछि उसको माइला चाहिँ पहिला बारी थियो अहिले यो भुइँसा आएपछि सबै 3 भाइको यी बनाएको छ मैले चाहिँ सानो झुप्री पनि म चाहिँ भक्तपुरमा बनाएको छु भक्तपुरमा बनाएको छु यहाँ चाहिँ यसको बसाइको निम्ति सानो ठिक छ कटियारा मात्रै बनाएको छ कि त्यही त
यति 88 वर्षको उमेरमा नि हजुरलाई यस्तो जोस जागर यति तगडा देख्यो खुसी लाग्यो सर एकदमै खुसी लाग्यो एकदम हजुरसँग भेट भयो मैले सानो भिडियो बनाएँ सर ल हजुरसँग भेटेर खुसी लागेर है केही माइन्ड त छैन सर छैन हस्